नमस्ते। आज हामी एउटा निकै परिचित नेपाली स्वाद बाजेको सेकुवाको यात्रामा अलिकति गहिरिएर हेर्दैछौँ है त। हो, यो त एउटा रेस्टुरेन्ट चेन मात्रै होइन नि। त्योभन्दा बढी छ। एउटा सानो स्टलबाट सुरु भएर हैन कसरी अन्तर्राष्ट्रिय ब्रान्ड बन्यो भन्ने कहानी हो। एकदम। हामीसँग जे जति जानकारी छ त्यसैको आधारमा यसका मुख्य पक्षहरू केलाउने प्रयास गरौँ न त। ल, सुरु गरौँ त्यसो भए। कहिलेदेखि सुरु भयो यो कथा? यो त करिब 50 वर्ष अघिको कुरा हो क्यारे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयरपोर्ट छेउमा। दीनानाथ भण्डारीले एउटा सानो एकदमै सानो खानेकुराको स्टल खोल्नु भएछ। त्यो बेला त्यहाँ त्यस्तो खाने ठाउँहरू थिएन होला है? खासै थिएन भन्ने सुनिन्छ होइन। अनि उहाँको विशेषता नै के थियो भने आफ्नै हातले बनाएको सेकुवा। मतलब मसला पनि आफ्नै? हो, मसला आफ्नै, बनाउने तरिका आफ्नै, अलि फरक मौलिक किसिमको। अनि स्वाद मात्रै होइन र नि त, मान्छेहरू त अरू कारणले पनि फर्की आउँथे रे। त्यही त। उहाँको के भन्छ त्यो ग्राहकसँगको व्यवहार, बोली वचन एकदमै न्यानो थियो रे। हो र? स्वाद पनि मिठो, मान्छे पनि राम्रो भएपछि त होइन ग्राहक तान्ने नै भयो। त्यही त। अनि त्यो बाजे नाम चाहिँ? त्यो त ग्राहकले नै मायाले बोलाउँदै बसेको नाम रे, बाजे भन्दै। ओहो, भनेपछि ब्रान्ड नाम नै ग्राहकले दिएको जस्तो भयो। हो नि, सुरुदेखि नै त्यो सम्बन्ध कति गहिरो थियो भन्ने देखिन्छ यसबाट। यो त व्यापार मात्रै भएन, एउटा समुदाय जस्तै बन्यो होला त्यो स्टल वरिपरि। एकदम। त्यो के भन्छ मायाले खुवाउने मन भन्छन् नि, हो त्यस्तै। त्यसले गर्दा ग्राहकहरू पनि एकदमै लोयल भए। अनि त्यही सानो स्टल एयरपोर्ट चोकको त्यहाँबाट सुरु भएको यात्रा त अहिले त कहाँ पुग्यो। एउटा रमाइलो भनाइ पनि रहेछ नि, ट्याक गर्दै सहरका गल्लीमा पाइला टेक्यो भनेर। हो, त्यो भनाइले ठ्याक्कै त्यो विस्तारलाई देखाउँछ, सानोबाट कसरी फैलियो भनेर। तर यो विस्तारमा दोस्रो पुस्ताको भूमिका महत्त्वपूर्ण थियो होला नि? एकदमै। छोरा चेतननाथ भण्डारी जोडिएपछि होइन अलि फरक दृष्टिकोण आयो। उहाँले यसलाई एउटा ठूलो ब्रान्ड बनाउने सपना देख्नुभयो। मतलब पारिवारिक व्यवसायबाट अलि सङ्गठित ठूलो बनाउने सोच। हो, त्यस्तै। व्यवसायलाई अलि फराकिलो बनाउने, व्यवस्थित गर्ने प्रयास भयो। अब यस्तो विस्तार गर्दा चुनौतीहरू पनि त आए होलान् नि। कस्तो चुनौती? जस्तो त्यो स्वादलाई सबै ठाउँमा उस्तै राख्ने, गुणस्तर कायम गर्ने होइन। धेरै शाखाहरू खोल्दा यो त समस्या भइहाल्छ नि। हो त नि, त्यो मौलिक बाजेकोपन कायम राख्न गाह्रो भयो होला। त्यो पक्कै पनि चुनौती थियो होला, तर सपना त पूरा भयो त। आज त नेपालका लगभग सबै मुख्य सहरमा छ बाजेको सेकुवा, कुना काप्सामा पनि। यो राष्ट्रिय पहुँच कसरी सम्भव भयो भन्ने कुरामा खै विस्तृत व्यवस्थापनको कुरा त खासै देखिन्न स्रोतमा, तर त्यो ब्रान्डको नाम र स्वादले नै धेरै काम गर्यो होला। फ्रेन्चाइज मोडल हो कि के हो त्यो चाहिँ प्रश्न छैन। विदेशमा पनि त पुग्यो। हो त नि, अमेरिका, अस्ट्रेलिया, दुबईमा त शाखाहरू चलिरहेका छन्। अनि जापान, क्यानाडामा पनि खोल्ने तयारी हुँदैछ रे। यो अन्तर्राष्ट्रिय विस्तार आफैमा रोचक छ। यो चाहिँ विदेशमा बस्ने नेपालीहरूलाई मात्रै टार्गेट गरेर हो कि त्यहाँका स्थानीय बजारलाई नै लक्षित गरेको हो? केही खुलाएको छ कि? खै त्यो रणनीतिबारे त त्यति स्पष्ट छैन, तर दुवै हुन सक्छ। विदेशमा बस्ने नेपालीहरूका लागि त यो आफ्नो देशको स्वाद भयो होइन। हो, त्यो नोस्टाल्जियाको कुरा आयो। तर विदेशी बजारमै टिक्न त कि त्यहाँको स्वादसँग मिलाउनु पर्यो कि आफ्नो मौलिकतालाई नै बेच्नु पर्यो? हो नि, यो त अलि जटिल प्रक्रिया होला। सप्लाई चेन, कल्चरल कुराहरू धेरै आउँछन्। पक्कै पनि। तर जे होस्, एउटा सानो स्टलबाट सुरु भएर यहाँसम्म आइपुग्नु, यो यात्रा साँच्चै प्रेरणादायी छ। एकदम। यसले के देखाउँछ भने त्यो स्थानीय स्वाद अनि व्यक्तिगत सम्बन्धमा टिकेको व्यवसाय पनि कति माथि पुग्न सक्दो रहेछ। त्यही त। अनि फेरि त्यही कुरा आउँछ होइन, यो केवल रेस्टुरेन्ट होइन, यो त नेपाली स्वाद अनि त्यो मेहनत सपनाको कथा हो। सफलताको सूत्र त्यही भयो त, मिठो पकाउने हात र मायाले खुवाउने मन। स्रोतहरूले बारम्बार त्यतै सङ्केत गर्छन्। गुणस्तर र त्यो ग्राहकसँगको सम्बन्ध, ब्रान्डप्रतिको विश्वास, त्यसको निरन्तरता नै हो। यसले एउटा सोच्नुपर्ने प्रश्न पनि जन्माउँछ है। कस्तो प्रश्न? कसरी एउटा एकदमै स्थानीय परम्परागत स्वादमा आधारित व्यवसायले हैन विश्वव्यापी बन्दा पनि आफ्नो त्यो मौलिक आत्मा, त्यो पहिचान जोगाएर राख्न सक्छ होला?
हो, यो गम्भीर प्रश्न हो। बाजेको सेकुवाको यो यात्राले पक्कै पनि यस विषयमा अझै सोच्न र विमर्श गर्न उत्प्रेरित गर्छ।